मन्दिर हेलो मेरो साथीहरू सन्चै हुनुहुन्छ होला आशा छु आज घुम्न जानु यो हाम्रो बाइक भयो हामी दोलखा भीमसेन मन्दिर आएको हेर्नु साथीभाइहरू हाम्रो राइडर नम्बर 1 क्याप्टेन आजको राइडको क्याप्टेन हो भीमसेन मन्दिर भइहाल्यो दोलखा भीमसेन मन्दिर छ यस्तै छ घुमघाम चलिरहेछ आजको ल टक्क लाएर आइपुग्यो बाइक त्यहाँ छ दुईटा बाइक त्यहाँ छ कालिम्पोङ त्यहाँ छ कालिम्पोङ आइपुग्यो होइन साथीहरू कालिम्पोङ गेट च्याउँदैछ होइन मोटो यता हेर्दै ल हामी चाहिँ होटेल आयो होइन साथीहरू यो हामी बसेको होटेल ल यहाँबाट यस्तो दामी भ्यू देख्छौँ ल हिउँ पनि छ हिउँ पनि रहेछ हेर्नुहोस् हिउँ यहाँ भ्यू छ यस्तो दामी ल यति हेलो आइजो आउँछ गोब्रो आइज न मरद छ भ्यू त उठाएमा त आइस खतरा जाने त्यो त आइस कालिम्पोङ बाइक यहाँ छ हाम्रो राइडर यहाँ छ तपाईहरुले मलाई देख्नु भएन होला म यहाँ छु ल ठिक छ कस्तो चल्दैछ राइड ल ठिक छ पक्कै एकचोटि पक्नु हिउँ छ हेर्नु गाइड हिउँ पक्कै सेतै छ पक्कै सेतो छ दामी नानै नाइस यसरी हान्ने हो कि लागेन के रे
इन्टर कमान गर के गर्दै थिएँ कहीँ जस्तोहरू मात्र हो त्यस्तो गइरह नि म जस्तो सो साधु मान्छे जे पनि गर्दैन कहाँ केही छैन मात्र भोलि बिहान घुम्छ जति जाना देखाएको मलाई अनि नदेखाएको तल उठिङ्गे देखाएको उठिङ्गे मलाई नदेखा उठिङ्गेको पहिल्यै जे गरे एउटै हो जस्तो हो क्या त्यो कुरा गरिस् ला हम क्या तेरे छैन सिटको बाटो क्या ला तेरे गोप्रो हरै छ भेट्दा चाहिँ तैँले मलाई ए माथि आयो क्या हो नि अहिलेको डाँडा खाली रहेछ नि ब्रेक यहाँबाट अर्को तना यहाँबाट हो क्या खरा भिडियो चाहिँ हाल्ने हो यहाँ त छैन ठाउँ है त्यही हो ठाउँ चाहिँ छैन अझ भन्न त्यो मुझे तेरो एक्सपर्ट चाहिँ भन्न चिप्लिन्छ पक 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 माफी संसार यो चाहिँ कुरी भिलेज गाइज यसो त हामी चाहिँ डाँडामा छौँ यहाँ बाइक छ यहाँ दुइटा बाइक छ हाम्रो काजी छ काजी यहाँ स्याडमा छ काजी
दामी छ भ्यू चाहिँ। ल कालिम्चोक आइपुग्यो। बेलुका हुसी पर्दा त्यस्तो के हाम्रो राइडर छ यहाँ। दामी छ बादल। वाह यस्तै हो। अब हामी मन्दिर जाँदैछौँ मन्दिरतर्फ। यस्तै हो भन्दै हामी मन्दिरतर्फ लाग्दैछौँ। मन्दिर वहाँ छ, हामी हिँड्दैछौँ। लेट्स गो भ्यू हेरौँ अब। ल भ्यू यता तपाईँहरूलाई म माथि गएर भ्यू देखाउँ भनेको भ्यू देखाउँ हेर्नु होला। यो कालिम्चोकको भ्यू। कालिम्चोक गाउँ केबल कार। कालिम्चोक गाउँ यो कुरी भिलेज। हेर्नुहोस् चारैतिर कालिम्चोकको भ्यू। यो आनन्दले She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my... हामी चाहिँ अब केबल कार चढ्न जान्ला। तलतिर झर्ने हो हामी चाहिँ। यस्तै छ हाम्रो होइन। यस्तै एकछिन भ्यू केबल कार चढ्न जाँदैछौँ। हामी चाहिँ यस्तरी हिँड्दैछौँ। यो हाम्रो चन्द्र के अरे कालिम्चोकको केबल कार। यहाँ हाम्रो दुईजना केबल कार। ल यहाँ एउटाको छ भिडियो बनाइदियो भन्दै। भिडियो बन्दैछ भ्लग बन्दैछ। मेरो भ्लग हो यो। मेरो भ्लग त चलाउनु कमसेकम। यहाँ हिँडेर बाटो बाल्यो पहाड बाल्यो। हामी अब बादलमाथि चढ्दैछौँ। ए छिड्दैछौँ के चढ्दै हुनु नि छिड्दैछौँ। हेर कोखरा आई कोखरा यसा आयो कोखरा भन्ने क्या। बाइक जमेको अवस्था एउटा एक्सपोज हुँदै जमिरह। मेरो त औडै टायर धरि जमिरह। यहाँ हेर्नुहोस् यसरी जम्छ कालिम्चोकमा बाइक के भन्ने र पुरै जमिरहेछ। घबराउनु भयो। मुनि चाहिँ चिसो भयो क्या मलाई यो ट्र्याक मार्छ अरे। अगाडि साह्रो तुसारो जग्गा छ टायर पनि चिप्ली ब्रेकै लियो होइन मैले त। भर्खर स्टार्ट गरे भए त होला मिसिङ चाहिँ भएको छैन। अलिक तातेको सुन्छ। इन्जिन
बढी चाहिँ महँगै दिएको त हेरौँ अब अफ रोड सकेपछि थाहा हुन्छ कतिको टाइम छ हल्का लुज गरेर क्या आज मेरो हल्या त छैन हलिन त भइहाल्छ कि तर त्यस्तो छैन भित्तामा त्यस्तो दमाएर हेर्नु यो अब 6-8 किलोमिटर हो तर ब्ल्याक आइस चाहिँ हुनसक्छ त्यो रोड हो तिनीहरूले पनि अलिकति कमै गरिदिन्छ मेरो त कुन पनि जमै क्या कोनै कस्तो अडे बच्चा जस्तो लाग्यो नघुमे जस्तो लागिरहेको फ्यामिलीले राख्दाखेरि घरि मलाई सडकमा अफ गरिदिएर रोकेर मेरो त्यस्तो छैन मेरो नि बुझेर त अगाडिको मैले बुझेर आएको नि अलिकति त्यस्तो बुझ्नुहुँदैन अलिकति ह्यान्डल चलाउनु मात्र अलिकति गाह्रो आफ्नो हिँड्नु फेरि अहिले बिहाको भोलि कति हेरौँ न कुन दिन पाइयो गाडी खाना दिनु पर्यो यार अगाडि खाना दिएर हिँडेको पछाडिले सम्हाल्न सकिन्छ क्या सोच्नु पऱ्यो मेन कारण यो अगाडिको ह्यान्डल टायर फाल्दै लानु के हुन्छ एक गेर हालिसकेँ मैले पेलिदिँदै मान्छेहरू बाइक नचढेर हिँड्ने गाडी त टाइम नसक्यो होला सबै मेरो चाहिँ यहाँनिर अलिकति तान्थेन होला मेरो किनकि धेरै तात्यो नि त त्यहाँ माथि अनि त्यहाँदेखि त्यो भएर त्यहाँ चाहिँ अलिकति गाह्रै पर्थ्यो तर एकछिन अलिकति मुनि बसेर आयो भने चाहिँ सनाउन तानिन्छ सुनिसक्यो एकचोटि रेस्ट लिएपछि होइन सनाउन जान्छ फेरि जानु चाहिँ रोक्नु भएन अलिकति रेस्ट कम गर्नु भएन एउटै रेस्ट हुनु पऱ्यो जाने त्यही त कार्बोरेटर एउटा हुन्छ अलिकति सानो गर्नु उता अहिले तल गएर गरौँ ल एक गेर अलिक दुई मस्त मेरो त 1 2 3 त मेरो गएको छैन मेरो ठुलो अहिले रोकिन्छ सम्भावना छ व्हाइट हाउसबाट हो है व्हाइट हाउसमा फर्स्ट जाँदा चाहिँ गाह्रै लागेको थियो तर एक्सट्रिम अफ रोड हान्नु चाहिँ हामी होला है जस्तो सुकै बाइक लिएर है आफ्नो त एक गियर रातको बाइक रियालै छ अरू लिएर पनि छुडाइरहेको
हाम्रो मोर हजुर क्लब अब सिरियसका आँखा गएर त न एडभेन्चरमा राम्रो लागेको थियो हेर्नु नि तर बोट त उता मुस्ताङकै दाम है बाइक आइरहेको छ गाई पछाडितिर पछाडि रम्केर हेरेर म त गोप्रो हेर्दै कि उसले रम्केर हेरेर न्युट्रलमा होइन कस्तो आयो हामी चाहिँ यस्तो दामी ठाउँमा आएको छौँ हेर्नु होला हामी त्यो मन्दिर जानु लाग्यो हो अनि त्यही त ल हिँड्नु त एउटा जानेर ठाउँ यही हो हामी गलत बाटो आएछौँ अफरोड कराउँछ यहाँ लाजा हालिदिउँ मैले ओइ कस्तो ठोक्यो मलाई मुनि त्यहाँबाट त्यहाँनिर छ त ल हाई गर्दै ल हेर्नु अब मोबाइलबाट खिच्छौँ हेर्नुहोस् हामी जाँदैछौँ अगाडि पछाडि दुवै हेर्ने लास्ट गर्दै है यो सरसफाइ अलिक प्रमोट गर्नु पऱ्यो हो हरियामा झन् दामी होला यहाँ मन्दिर यही हो ठाउँ चाहिँ हो मन्दिर जाँदैछौँ तलै छ घुम्न चाहिँ खान्छ त्यो कहिले जाउँ न मासतिर गइहाल्छ अहिले त घर गर्दैन Yes, Captain. Okay, छ त Captain. रोड हाल्यो मजाले यसो हेर्दा त नारा जस्तो यो त उसो हो क्या गढी हो कि पहिलाको ल है गाइस यहाँनिर छ बाइक एकछिन बोके बाइक छ यो डाँडा छ के खै ढुङ्गा हुँदैन यसलाई बवाल छ दामी राम्रो छ खै गर्दै माइलो मोटर गुडाउँदै
ढुङ्गै ढुङ्गा भएर फेरि ढुङ्गा हुने एउटा चिसो आज पर्न सक्छ नेपालको बाटो यस्तै हो चिज पनि खाल्डो हुन्छ नेपालको बाटो Tapi ya kan duitnya गाडी लगाउँदा गरेर प्रब्लम छ मालिक थोड़ा सा गलती हो गई मालिक थोड़ी सी गलती हो गई बुढे बजार आएछ त हाम्रो आज तेरोले धुलो फाले होइन गाडीहरू आएर फाल्दा उकालो पनि छैन ओह्रालो भएर नि हो कि वान टू अप्रोच छ नयाँ नि भिडियो चाहिँ हालिन्छ अघि गीत हाले जस्तो झन्डै ल अगाडि खासमा यता पेलेर अनि फेरि बिचबाटै पेल्नुपर्छ है मैले पनि त्यो जुर्खेतको टर्निङ हुँदैन यहाँ दिएर है तर त्यसरी चाहिँ सजिलो हुँदो रहेछ है अलिकति अगाडि आएर अनि त्यो गाडीहरूले गर्छ नि क्यामेरा आउँदै रह